हामी त अब मेरो बेबी एक हप्तापछि नेपाल जाँदैछ। आज त्यही हो नाइटमा घुमघाम गरेर अब लगभग 5 month 6 month बेबीसँग भेटघाट पनि हुँदैन। सबैलाई हाई गर न। हेलो साथीहरू भन। त्यही हो राति घुमिरहेछौँ। अब दिउँसोतिर त जहिले पनि घुमिरहेको हुन्छ। मलाई धेरै बोल्न आउँदैन होइन के भन्नु है। अब यो हामी अहिले चाहिँ अन्धकार हिँडिरहेछौँ। हामी यो अहिले चाहिँ रातिको टाइम छ। त्यो रमाइलो छ एकदमै कुल है। राति हिँड्नुको मजै छुट्टै छ क्या। राति हिँड्नुको मजा नै धेरै छुट्टै छ। सो मलाई चाहिँ राति हिँड्नु एकदमै मनपर्छ दिनमा भन्दा। रमाइलो छ। अब हाम्रो चाहिँ सँगै घुम्ने खाने भनेको यही टाइम हो। यो पछि भनेको अब आफ्टर 1 week ऊ नेपाल गइहाल्छ। त्यसको लगभग धेरै त होइन तर सर्टेन टाइम नै हो। 4 महिना 5 महिना केही होइन तर पनि अब एकदमै गाह्रो लाग्छ नि त। एउटा हस्बेन्ड वाइफ वेटिङ भनेको एकदमै गाह्रो लाग्छ। 4-5 महिना भनेको छोटो समय पनि होइन तर के गर्नु गाह्रो हुन्छ। त्यही हो। अब स्पेसली के भन्छु भने नि यसपालि घन्टीमा बालेनले जित्यो भने फिक्स नेपाल आउने त। बालेन जय बालेन होइन। बालेनले घन्टीमा जित्नु पऱ्यो। यो साल फिक्स नेपाल आउने हो। यो केपीले गर्दा विदेश बसिरहेको हो क्या। हामी सबै विदेश बस्नु परेको हो। अब बालेनले जित्ने बित्तिकै नेपाल आउने हो। अब राति हिँडेको एकदमै यो धेरै नै यो गाडीहरूको डिस्टर्ब धेरै आयो। रातिको 10-11 बजिरहेछ। यो कुल छ आनन्द छ। स्पेसली यो भिडियो चाहिँ के हो भने हामी चाहिँ सँगै टुगेदर हिँड्ने भनेको चाहिँ यही विक लास्ट हो। अर्को विकमा ऊ नेपाल जाने भएर हामी अहिले सँगै छौँ डुल्दैछौँ राति हिँड्नुको आनन्द छुट्टै लाग्छ। राति हिँड्नु बेस्ट पनि लाग्छ। त्यही हो। अब दिउँसोतिर घामसाम हुन्छ के हुन्छ होइन पनि म उसलाई एयरपोर्ट पुर्याउनु जान्छु। त्यही हो। सबैले अब धेरै बोल्न पनि आउँदैन के भन्ने। तिमी केही बोल न ल। नेपाल जानु पाएर कतिको एक्साइटेड छौ भन त। अलिक ठुलो स्वर बोल न। अनि उसलाई चाहिँ कस्तो भइरहेछ भने घर जानु पाएर बाबुलाई भेट्ने फ्यामिलीलाई भेट्ने एकदमै एक्साइटेड छ छुट्टै। यता फेरि आफ्नो 4-5 महिना हस्बेन्डलाई यतै छोडेर जानुपर्दा अलिकति दुःखी पनि छ। जे होस् खुसी होस् या दुःख होस् दुइटै बराबरी त्यो पनि कन्फ्युजनमा त्यस्तो छ उसलाई चाहिँ। तर अब मैले उसलाई मोटिभेट गरेर जाऊ ठिक छ वेट गरेर ठिक भइहाल्छ केही समय त हो भनेर मैले चाहिँ उसलाई भनिरह हो होइन। ल अब सबैले त्यही हो। यो भिडियो हेरेर लाइक सब्सक्राइब गरिदिनु होला सबैजनाले। नेक्स्ट भिडियो भनेको म उसलाई एयरपोर्ट पुऱ्याउनु जान्छु। त्यो टाइममा नेक्स्ट भिडियो आउनेछ पार्ट 2 है त। यता हेर त सबैले ल हाई गरिदेऊ त। नेपाल जानु पाएर कतिको खुसी छौ भन त। अब एक हप्तापछि नेपाल जाँदैछौ कतिको खुसी छौ भन न। अनि यहाँ हस्बेन्डलाई एक्लै छोडेर जान चाहिँ कतिको दुःख लागिरहेछ त। नेपाल जानलाई एक्साइटेड बढी छौ कि यहाँ हस्बेन्डलाई एक्लै छोडेर जानुपर्दा दुःखी बेसी छ। त्यो कुन चाहिँ छ बराबर हो कि कस्तो इक्वली हो। ल ठिक छ टेन्सन नगर। 5 महिना हो घर जाऊ राम्रोसँग बाबुलाई केयर गर टेक केयर गर। आफ्टर 5 months म पनि आइहाल्छु। ल नेक्स्ट पार्ट त्यही हो। अघि नै भनिसकेँ मैले नेक्स्ट विक मेबी है एक्ज्याक्ट डेट थाहा छैन। मेबी नेक्स्ट विक पार्ट 2 आउँछ। त्यो पनि म हाम्रो बेबीलाई एयरपोर्ट ड्रप गर्न जान्छु। त्यही हो है।